ल नमस्ते। अनि तिम्रो नाम के हो? तिम्रो नाम के हो? हो अनि तिम्रो? इम्जो हो। अनि खै त अनि घर कुन हो तिमीहरूको? उति हो। ए अनि कतिमा पढ्छ तिमीहरू? दुईमा हो। ऊ कतिमा? न हो। अनि तिमीहरूको स्कुल दुईमा कतिजना छ विद्यार्थी? 8 जना। अनि अरू खै त अनि अरू सबै यार्सा खोज्न गइसक्यो? हो उता गयो। किन उता गएको हो? ए नेपाली बुझ्छ? नेपाली आउँछ आउँदैन? आउँदैन नेपाली। ल अब तिमीहरूको घरमा जाने बाबा छैन त? अब बाबासँग जाने। ल अब चाहिँ पिम्री गाउँको ल यो दृश्य सुनसान छ। अब तिमीहरूको घर कताबाट जाने त? कताबाट हो? यहाँबाट हो। ल अब यहाँनिर चाहिँ गइँदैछ। कताबाट? यताबाट हो। ल त्यहाँ ल यो अब सानो बाबुले चाहिँ घर लाँदैछ। मेरो साथीहरू त्यहाँ गएको छ नि होइन? कताबाट जान्छ? पछाडिबाट हो। ल अब यो पछाडिबाट जान्छौँ हामी। परपट यताबाट हो। ल हामी पिम्री गाउँ सुनसान छ। तिमीहरूको स्कुल त्यो माथि हो। ल माथि पिम्री स्कुल। अहिले स्कुल भएकोले गर्दा बल्ल नेपाली पनि बुझ्दो रहेछ नानीहरूले। ल यो खुसीको कुरा हो। उहाँ यहाँ छर्दो रहेछ। कताबाट जाने? ल यताबाट हो। कताबाट? यताबाट हो। ल यता ऊ यहाँ काग पनि छ। ल काग काग कराएछ। हेलो काग। अब पिम्री गाउँमा आज लक्कीले फेरि एकजना यहाँ गाउँले चाहिँ आएको रहेछ। काग धेरै छ। ल यहाँ टोइलेट पनि रहेछ, पानी पनि रहेछ नि त। यहाँ पानीको पनि सुविधा छ। ए हावा चल्दैछ। यहाँबाट जाने हो। ल अब यो भित्र गइँदैछ। 12 बजेर 57 गइँदैछ। ल यताबाट गइन्छ। ओके ल आया यहाँनिर छ। ओके ल यो पनि ल यस्तो अवस्था आनन्द छ। अब यहाँ बसिन्छ अनि चट्ट लगाएर खाइन्छ। कता छ त साथीहरू? कता हो? एकछिन है त। मौरी पो छ त। ल जाउँ। कताबाट जाने? यो भित्र हो। ल भित्र हिँड। ल ल अँध्यारो छ। ओके ल यता आउँदैछ हामी। ल ओके ल यहाँनिर दाउरा छ, रेडी छ। हामी चाहिँ पिम्री गाउँमा आउँदैछ। अँध्यारो बाटो छ। यहाँ के छ? ओके ल चिया अच्छा छ। कफी हो दाइले पकाएको। हामी त जेठो 53 वर्ष अरे, 48 वर्षको होइन। चिया एकदम मिठो छ। तिमीलाई चिनी एउटै हालेको छैन। ल दिनुहोस्। भएन अब तन्काउने चिया अब कालो चिया सामुद्रिक सतहबाट फुच्चीले हामीले ल्याएको बाटो देखाएर हराएर होइन। अब मिठाई बोकिएन, मिठाई दिँदा हुन्थ्यो। हो नि। ल ल यो छ। ल मलाई पनि अब कफी। हाम्रो दाइ पनि आज आउनु भएको रहेछ होइन लक्कीले? के नआउनु भएको रे तपाईँ चाहिँ साँच्ची गाउँमा? पिम्री। ए पिम्री गाउँमा किन आउनु भएको यहाँ आज चाहिँ खर्कबाट? पिम्री गाउँमा अब के गर्नु, कत्रेको भयो, काम भयो, अनि त्यही भएर ए हो पाइन। ए कादरी काम छ। एउटा उपभोक्ताको समिति पनि हुँदो रहेछ त्यो कामले। ए कादुरीको काम भएकोले गर्दाखेरि गाउँमा आउनु भएको? किरा टिप्नु जानु पाइन। ए भाइ किरा टिप्नु जानु पाएन? ए गाउँमा बत्ती बाल्नु कादुरीको यो बिजुली उसको लागि अध्यक्ष भएकोले गर्दा हो? हजुर। सो भने चाहिँ तपाईँलाई कति 5-6 लाख घाटा लाग्यो? धेरै घाटा लाग्यो। 70 मात्र लिएर आएछ। ए हो। अनि अर्को भए त 300-400 लिएर आउँछ। ए है मलाई पुग्यो, यति भयो पुग्यो मलाई। ए तपाईँले 70 वटा मात्र ल्याउनु भयो?
सत्रीवटा त किरा हिलो हिलो छ हेर्ने ए हो देखाउने हो देखाउने हो त ल अब हामी यार्सा पनि यार्सा पनि म देखाइदिउँ ल ल हाम्रो दाईको यार्सा चाहिँ ल्याउँछ अब तपाईँले चाइना लगेर बेच्ने कि आफू यहाँ ठेकदार आउँछ ए हो ए हो ल अब चाहिँ कसरी बेच्नुहुन्छ नि यहाँ चाहिँ कसरी छ एउटाको कोही 1500 गर्छ कोही 1000 गर्छ ए हो सानो दिनु गाई तर धारामा छ ए हो खै यहाँनिर तपाईँको 70वटा छ होइन ए अक्का रहेछ नि त तपाईँको ल यी यार्सा ल यी 70वटा हो ल हेर्नुहोस् 1500-1000 रुपियाँ गोटा होइन त ल हिमालको अर्ग्यानिक चाहिँ हाम्रो दाइले ल्याउनु भएको ठुलो छ ठुल्ठुलो छैन हरि भाइ 1500 हो ल 1500 ल ओरिजिनल यार्चा त्यस्तो 1500 यार्सा ल कति ठुल्ठुलो छ ठुल्ठुलो छ नि त हरि भाइ केही भन्ने हो कि यो यार्चा चाहिँ एकदम खासै विशेष गरेर अब खेलाडीहरूले खान्छ अरे होइन इनर्जीको लागि अब हङकङतिर चाइनातिर सिङ्गापुरतिर बढी जान्छ यसको चाहिँ मेन व्यापार र अहिले चाहिँ मार्केट त्यति छैन भन्ने कुरा छ के अरे किनभने पोहोर सालको किरा पनि स्टक भएको कारणले अब किरा अब खासै रेट नझाला त्यति चाहिँ ओके त्यो पनि 10-15 लाख रुपियाँ केजी ग्रेड हेरेर यसको फर्स्ट ग्रेड 2250 चढ्नेलाई चाहिँ एक रेट छ 3032 चढ्नेलाई चाहिँ एउटा रेट छ 4042 चढ्नेलाई एउटा रेट छ अनि लास्टको डेट गएको कालोलाई एउटा रेट छ त्यो चाहिँ 8 देखि 10 लाखसम्म पर्छ 5 लाखदेखि माथि अनि फर्स्ट ग्रेडकोलाई चाहिँ लगभग 20 देखि 18 देखि 20 लाखसम्म पर्छ 2250 चढ्नेलाई 3000 चढ्नेलाई चाहिँ 14 देखि 15 लाख पर्छ 4042 चढ्नेलाई चाहिँ त्यही हो 12 लाख 10 त्यही 10 सो यहाँ आफूले हेर्दाखेरि यो चाहिँ ए ग्रेडको हो ए प्लस ग्रेडको छ कि कस्तो छ यो चाहिँ अब यसमा पनि छान्नु पर्छ दाइ हो एभरेजमा कस्तो छ अब एक ग्रेडमा एक गोल्ड मेडल रेटमा चाहिँ यो चाहिँ फर्स्ट ग्रेडको कुरा भयो यो फर्स्ट ग्रेडको यो चाहिँ योहरू चाहिँ फर्स्ट ग्रेडको अब अनि योहरू चाहिँ लास्ट ग्रेडको यो लास्ट ग्रेडको यो चाहिँ लास्ट ग्रेडको ए यो चाहिँ सेकेन्ड ग्रेडको यो चाहिँ थर्ड ग्रेडको हो यो चाहिँ 4200 चढ्छ 4200 चढ्छ यो चाहिँ 4200 वाला हो यो चाहिँ 3200 वाला हो यो चाहिँ 2500 2250 को यो चाहिँ लास्ट त्यो अब छानबिन यो अब म्याक्सिमम यसलाई चाहिँ 3 लाखदेखि 4 लाख भित्र पर्छ हो 1 किलोको हो के छ त हैन त हजुर ल एकदम राम्रो छ हैन त ल एकदम राम्रो ओके तर उहाँलाई चाहिँ अहिले काँदुरीको काम र एउटा उपभोक्ताको कामले गर्दा पनि किरा खोज्न पाउनु भइरहन्छ मात्रै 70 वटा किरा ल्याएर तर उहाँको वाइफले जाउनु भयो होला नि त श्रीमती जानु भयो होला नि श्रीमतीहरूले अब गला गएछ ए हो ए गला अब उहाँलाई त्यसो भए चाहिँ उहाँको लागि चाहिँ अहिले यार्चाको धन नपस्ने रहेछ ए हो इन्कम उपभोक्ताबाट आउने तर समाजसेवा भयो नि त दाइ यसपल्ट अब बिजुली बत्ती त बाल्नु पर्यो नि त त्यस कारणले गर्दा आज चाहिँ समाजसेवी हुनुभयो ल दाइ धन्यवाद छ ल यार्सा पनि देखियो होइन त ओके अरू के भने हरि भाइ अरू एकदम ठिक छ दादा ओके ल अब हाम्रो चाहिँ चिया हुँदैछ दाइले चाहिँ कफी एकदम चिनेको दाइ हुनुहुन्छ हाम्रो इष्ट हुनुहुन्छ पिम्रीको हामी डुफल डाँगी भनेको र उहाँहरूको एकदम नजिक हो पहिले इष्टमित्र हुनुहुन्थ्यो अब अहिले व्यापारको सिलसिलामादेखि लिएर अब उहाँहरू पनि सबै कुरा यहाँ पुग्ने भएको कारणले तल आउनु हुँदैन होइन नत्र त सबै गर्न तल आउनुहुन्थ्यो उहाँहरू चिनु फापर होइन सबै लिनलाई तल खोर्सानी लिनलाई सबै तल पुग्नुहुन्थ्यो अहिले माथि मौसमको उसले गर्दा तात्क्रमले गर्दा भने नि खोर्सानीहरू माथि माथि फल्ने भएको कारणले पनि आउनु हुँदैन तल ओके हजुर अनि झन्झौने कस्तो बिल भइरहेछ यो हिमाली बस्तीमा 3800 मिटरको उचाइमा एकदम माछा हाम्रो दाइलाई भेट्यो आज मात्रै देखियो होला सायद ओरिजिनल यार्चा नभए त सबै कालो यार्चा भन्छ सबै कालो धरान काठमाडौँ सबै यार्चा भन्छ कालो ओरिजिनल यार्चा यहाँ आज ओरिजिनल यस्तो बल्ल देखियो ओरिजिनलको फेरि खाँदाखेरि एकदम दुधिलो ओके ल यस्तो छ ल